नाग पूजा हाम्रो रमणी भाइको भक्कल ओ हाई खाने चिज चाहिने नाइ हो हाम्रो बाके एकपल्ट मामाहरू गयो अरे अनि उता झिकिया बिरामी भएर क्या देउता झिकिया थियो अरे ल परेश सर हाम्रो घर नि के छ के भन्यो अरे ल पख भन्यो अरे क्या त्यहाँ पहिला हाम्रो घरै यहीँ थियो त्यहाँ त्यो थियो अनि त्यहाँनिर ल फुकेँ म बल्ल बल्ल बौसाएर गएँ घर गएँ त्यो त्यहाँ ऐनानिर क्या एउटा छेडिया थाम्थ्यो अरे क्या अब कक्कर सकर खाएर यसो चिल्मी राख्थ्यो भन्थ्यो क्या त्यहाँ ठुलाइले मलाई त सानै त मलाई थाहा भयो त्यति अनि छेडिया थाम रहेछ अनि दैला अगाडि पिपलको बोट रहेछ पिपलको रुख अझै छ त क्या बारीमा त्यहाँ छ रामचन्द्र घर पछाडि अनि त्यो पिपलको बोट रहेछ त्यो छेडिया थाम रहेछ अरू सबै ठिक छ घरमा केही उयो छैन भन्यो अरे क्या नि त्यो बौसाएर यहाँ देवीले रोकिन् भन्ने कुरो अगाडि बुढाहरूले त्यस्तो गफाएको थियो क्या सुने देवी र चिन् भन्यो अरे क्या यहाँ नाग र चिन् देवी र चिन् संसारी भनेर अनि पूजा गर्न थाले अनि पूजा आदि गर्थ्यो कि कसो बुढाहरूले के गरेको होइन मतलब आफ्नो घर जानलाई यो देवीले रक्षा गरेकी क्या त्यतिसम्म हाम्रो चाहिँ यहीँ ठ्याक्कै यही उत्पत्ति गराएको थियो कि घरमा टुटी दुईवटा गाह्रो मुनि क्या हाम्रो घर अथवा त्यहाँ यो बाटो उता हो उतापट्टि अलिकति मुनि त्यो छ कि त उता नैन्द्र लिएर जानु पर्दैन अहिले अहिले जाने होला लिएर जानु अहिले पहिला छ नि हुन्छ त्यो दोलाबा भन्थ्यो अहिले लैजाउँला त खाने ल हाम्रो रमणीको भर्खर पुरा होस् मनले चिता कुरा पुगोस् ल नाग देवता हामी सबैको रक्षा गरून् नाग देवता रक्षा गर हामी सबैको रक्षा गर आगो छ त्यहाँ ल हो त्यहाँ चढाऊ त्यहाँ चढ अलिक चढ ल अब त्यही नागहरूले यस्तो चढाइदियो यता पनि चढाइदियो नागलाई गाईको दुध देवीलाई न यस्तो पनि त्यो पनि पाउँछ पूजा गर्ने बोका संसारी माई मनले चिताएको राम्रा कुरा पुरा होस् बत्ती बाला है बत्ती बालेर यसो गरेर यहाँ लाइटर है संसारी माइले रक्षा गरून् म धुप बत्ती गर्दैछु अलिकति कोइला ल्याउने यता कोइला यसो गरेर कोइला हुन्छ कोइला लिएर आएर ल अरूले पनि सम्झेर पुजाएर आमा गाडी निकाले हे ल अरूले पनि होला है त्यो बत्तीहरू त्यो पनि बाल्यो
अहिले अहिले काटेर खाउँला चढाइदिनु ऊ हो लाइभ हो कुरा होस् यो यो हाम्रो राम्रो राम्रो कुरा चाहिँ पुरा होस् नराम्रो कुरा चाहिँ यहीँ छोडेर जाओस् ल खै चढायो नि चढाउनु त तर बढी पारेपछि नचढाउने भनेको थियो यो अमरले त्यो बिचारी यो बनाएर यो सबै यति गरेको उनीहरूले के बल्ल अमरले उनीहरूले अमरहरूले सबै त्यो लिएर हेलो सर दुध नचढाउने हजुर कहाँ है खुजुरामा छ र घर आएको छ भोलि आउँछ सर भोलि बेलाले अहिले त बाउले बेलाले बोकाले गोर्खा लिएर गएर सुनाउने हरायो भने थियो कि परारी गोर्खालाई दसैँमा त्यसै हराएर पछि के खेल पारेर त्यो काट्नु पठाउन अलि भिन्न चाहिँ फाट्दै हुन्छ के चासे हो के चाहिँ तैँले डबले गर्नु त मनाउँछन् क्या हामीले थ्याउँछौँ तिमीले बाबुहरूले नै मनाउँछन् त्यसो त्यही भने मैले उनीहरूले किनभने उनीहरूले गरेन तिमीहरूले सम्झेर असित नैवेद पुवा पुवा चढन चढ तँ नैवेद्य हो अहिले नैवेद्य खाना भएर जाने भयो फुटाउनु त पर्दैन नि पर्छ फुटाएर कहाँ चढाउने हो बरु ल परमेश्वर भगवान् ल बनाउनु